ओके, आजको लागि पहिलो प्रश्न रहेको छ। आर्थिक वर्ष 2081-82 को बजेटले सामाजिक सुरक्षा भत्तामा गरेको प्रमुख परिमार्जन के हो भनिएको छ। अप्सन एमा ज्येष्ठ नागरिक भत्तामा 25% वृद्धि, एकल महिला भत्तामा नयाँ मापदण्ड लागू। अप्सन सीमा रहेको छ सामाजिक सुरक्षा भत्तालाई राष्ट्रिय परिचय पत्रसँग अनिवार्य आबद्धता गराउने। अप्सन सीमा रहेको छ अपाङ्गता भत्ताका लागि स्वास्थ्य परीक्षणमा कडाई गर्ने भनेको छ। यसको सही उत्तर के हुन्छ र तपाईँलाई थाहा नै छ। यसको सही उत्तर सामाजिक सुरक्षा भत्तालाई चाहिँ राष्ट्रिय परिचय पत्रसँग चाहिँ अनिवार्य आबद्ध गराउने अथवा जोड्ने कुरा चाहिँ उल्लेख गरिएको छ। यसको सही उत्तर अप्सन सी हुने गर्दछ। त्यसै गरी हामी जान्छौँ नेक्स्ट प्रश्नतर्फ, जसमा के सोधिएको छ त भन्दा विक्रम सम्वत 2081मा सम्पन्न राष्ट्रिय जनगणनाको प्रारम्भिक प्रतिवेदन अनुसार नेपालमा जातीय विविधताको पछिल्लो अवस्था कस्तो रहेको छ। पहिचान गरिएका जात जातिको सङ्ख्या 125 पुगेको छ भनेको छ। सबैभन्दा बढी जनसङ्ख्या भएका 3 जात जातिको ठुलो हेरफेर आएको। अप्सन सीमा पहिचान गरिएका भाषाको सङ्ख्या घट्दै गएको। अप्सन डीमा चाहिँ मगर जातिको जुन जातिको सङ्ख्या चाहिँ पहाडी भेगमा भत्तै बढेको भन्ने कुरा रहेको छ। यसको सही उत्तर के हुन्छ होला तपाईँहरूलाई थाहा हुनुपर्ने कुरा। यसको सही उत्तर भनेको चाहिँ पहिचान गरिएका जात जातिको सङ्ख्या चाहिँ 125 पुगेको यसको चाहिँ सही उत्तर हुने गर्दछ। यानि कि अप्सन ए चाहिँ सही उत्तर रहेको छ। त्यसै गरी जान्छौँ हामी अर्को प्रश्नतर्फ, जुन यी प्रश्नहरू चाहिँ सोसल इस्यु अथवा चाहिँ हामीले सामाजिक मामिलातर्फका चाहिँ रहेका छन्। यो कुरा विशेष ध्यान दिएर हेर्नु होला। 2081मा सुदूरपश्चिम प्रदेशमा मनाइएको कुन सांस्कृतिक पर्वलाई राष्ट्रिय महत्त्वको पर्वका रूपमा प्रवर्धन गर्ने पहल भएको छ भनिएको छ। होली, माघी, गौरा पर्व र अल्मोहोत्सव भनिएको छ। यसको सही उत्तर के हुन्छ त भन्दा चाहिँ गौरा पर्व चाहिँ सुदूरपश्चिम प्रदेशमा मनाइने एक सांस्कृतिक पर्वलाई चाहिँ राष्ट्रिय महत्त्व पूर्ण पर्वको रूपमा चाहिँ प्रवर्धन गर्ने पहल भएको छ भन्ने कुरा बुझ्नु पर्यो। जुन कुन पर्व रहेको छ त भन्दा गौरा पर्व रहेको छ। त्यसै गरी अर्को प्रश्न, सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्ने क्रममा 2081 सालमा कुन क्षेत्रका श्रमिकहरूलाई कोषमा आबद्ध गर्ने महत्त्वपूर्ण निर्णय भएको छ भनेको छ। वैदेशिक रोजगारमा रहेका श्रमिकहरू, असङ्गठित क्षेत्रमा श्रमिकहरू, सरकारी सेवाका कर्मचारीहरू र अप्सन डीमा कृषि मजदुरहरू भनिएको छ। यसमा कुनै पनि प्रकारको कन्फ्युजन बिना हामीले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई चाहिँ के रहेको छ त महत्त्वपूर्ण निर्णय लिएको छ, जसमा चाहिँ श्रमिकलाई चाहिँ कोषमा आबद्ध गर्ने भन्ने कुरा छ है। ओके, त्यसै गरी हामी नेक्स्ट प्रश्नतर्फ जान्छौँ, जसमा चाहिँ के सोधिएको छ त भने नेपालमा 2080 सालमा लागू भएको ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यक्रमको मुख्य विशेषता के हो भनेको छ है। 70 वर्षभन्दा माथिका सबैलाई निःशुल्क बिमा, 50,000 रुपियाँसम्मको निःशुल्क उपचार सुविधा, 60 वर्षभन्दा माथिका नागरिकलाई लक्षित गर्ने भनिएको छ। अथवा अर्को चाहिँ सरकारले 50% बिमा चाहिँ शुल्क बेहोर्ने भनिएको छ। अब यहाँमध्ये चाहिँ कुन चाहिँ होला त, जुन ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यक्रमको लागि चाहिँ मुख्य विशेषताको रूपमा राखिएको छ भने यसको सही उत्तर रहन्छ 70 वर्षभन्दाका माथिका सबैलाई निःशुल्क बिमा गराउने व्यवस्था चाहिँ ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यक्रममा रहेको छ। यो कुरालाई ध्यान दिनु पर्यो। नेक्स्ट प्रश्न रहेको छ, 2021 सालमा कुन प्रसिद्ध धार्मिक स्थलमा स्वच्छता अभियानलाई चाहिँ विशेष प्राथमिकता दिइने मन्दिर परिसरको सरसफाइमा जोड दिएको छ त भन्दा पशुपति मन्दिर, मनोकामना मन्दिर, मुक्तिनाथ मन्दिर र स्वयम्भू स्तूपा भनिएको छ। मतलब धेरैले थाहा होला यसको सही उत्तर। थाहा नभएको केसमा हामी यसको जानकारी गराइ नै हाल्छौँ। यसको सही उत्तर रहेको छ पशुपतिनाथ मन्दिर है। यो कुरा विशेष ध्यान दिनु होला। ओके, यसको थोरै एक्सप्लेनेसन पनि हेर्न चाहनुहुन्छ भने चाहिँ जुन उत्तरमा दिएको छ त्यो कुरालाई थोरै एक्सप्लेनेसन मात्र गरिएको छ। यसको डिटेल जानकारी तपाईँले वेबसाइटमा गएर हेर्नुभयो भने तपाईँले पाउनुहुनेछ है। ओके, त्यसपछि हामी नेक्स्ट प्रश्नमा छौँ। नेपालमा 2081मा चाहिँ मनाइएको अन्तर्राष्ट्रिय महिला दिवसको राष्ट्रिय नारा चाहिँ के थियो त? लैङ्गिक समानताका लागि प्रविधि र नवप्रवर्तन, महिलामा लगानी, समृद्ध नेपालको आधार। अप्सन सी रहेको छ समानताका लागि एकजुट, बलियो महिला, बलियो समाज। अप्सन डी रहेको छ आर्थिक सशक्तिकरणमा चाहिँ महिला अधिकारको सुनिश्चितता भनिएको छ। यसको सही उत्तर के रह्यो त? महिलामा लगानी, समृद्ध नेपालको आधार चाहिँ अन्तर्राष्ट्रिय महिला दिवसको चाहिँ मुख्य नारा रहेको छ। विशेष ध्यान देऊ ल, अन्तर्राष्ट्रिय महिला दिवस है, इन्टरनेसनल वुमन डे है त। ओके, त्यसपछि नेक्स्ट प्रश्नमा जाउँ। बालबालिकाको हक अधिकार सुनिश्चित गर्न 2080 सालमा सरकारले कुन महत्त्वपूर्ण नीतिको पुनरावलोकन गरेको छ? बाल श्रम निवारण राष्ट्रिय गुरु योजना, बालबालिका सम्बन्धी ऐन 2075,
राष्ट्रिय बाल नीति 2069 र विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा भनिएको छ। यसमा कुनै पनि प्रकारको कन्फ्युजन नभई बाल श्रम निवारण राष्ट्रिय गुरु योजना चाहिँ यसको संयुक्त रहेको छ है त। यसको भन्नाको मतलब कसरी बुझ्नु पर्यो भने 2080 सालमा चाहिँ सरकारले बाल श्रम निवारण राष्ट्रिय गुरु योजनाको चाहिँ पुनरावलोकन गरेको छ र यसलाई चाहिँ नेपालबाट बाल श्रम उन्मूलन गर्न चाहिँ नयाँ रणनीति र कार्ययोजना चाहिँ तय गरेको छ भन्ने कुरा हामीले सजिलैसँग बुझ्नु पर्यो है। ओके, त्यसपछि हामी अर्को प्रश्नमा छौँ। 2081 सालमा नेपाल भ्रमण वर्षको तारिख स्वरूप कुन नयाँ पर्यटन गन्तव्यलाई चाहिँ सांस्कृतिक पर्यटनका लागि प्रवर्तन गर्ने घोषणा भएको छ? राणाताल क्षेत्र, लुम्बिनी र आसपासका क्षेत्रहरू, खप्तर राष्ट्रिय निकुञ्ज र गुल्मीको रेसुङ्गा क्षेत्र भनिएको छ है। यसमा कुनै पनि प्रकारको कन्फ्युजन नहुनु होला तपाईँहरू। यसमा चाहिँ लुम्बिनी र यसका आसपासका क्षेत्रहरूलाई चाहिँ प्रवर्धन गर्ने चाहिँ घोषणा गरिएको थियो है त, अथवा गरिएको छ। त्यसपछि हामी नेक्स्ट प्रश्नमा छौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नयाँ लाभग्राहीहरूको सूचीमा 2021 सालमा कुन समूहका व्यक्तिहरूलाई समेटेको छ? निजी विद्यालयका शिक्षकहरू, अपाङ्गता भएका बालबालिकाहरू। त्यसपछि अर्को रहेको छ सीमान्तकृत चेपाङ समुदायका व्यक्तिहरू र अप्सन डीमा गम्भीर प्रकृतिका रोग लागेका विपन्न नागरिकहरू भनिएको छ। यसमा कन्फ्युजन नभइकन गम्भीर प्रकृतिका रोग लागेका विपन्न नागरिकहरूलाई पनि केमा सूचीकृत गरिएको छ त भन्दा सुरक्षित भत्ता प्राप्त गर्ने, सामाजिक सुरक्षा भत्ता चाहिँ प्राप्त गर्ने नयाँ लाभग्राहीहरूमा को रहन्छन् त? गम्भीर प्रकृतिका रोग लागेका विपन्न नागरिकहरूलाई चाहिँ समेटिएको छ। यो कुरा विशेष ध्यान दिनु पर्यो। त्यसपछि 2080 सालमा नेपालमा मनाइएको राष्ट्रिय धान दिवसको मुख्य विषयवस्तु के थियो भनेको छ। यो प्रश्न चाहिँ कस्तो भन्दा अनएक्सपेक्टेड प्रश्न रह्यो र जसमा कसरी भन्न बुझौँ भन्दाखेरि यही प्रश्न सोध्छ अथवा नसोध्ने त्यो कन्फर्म नगरौँ। हामीले कसरी बुझ्नु पर्यो त भन्दा एज ए हिस्ट्री जसरी क्वेसन सोधेको छ अघिल्लो वर्षहरूमा चाहिँ अलि 2-3 वर्ष अगाडिका नाराहरूलाई पनि जोडेको छ है। तत्कालका नाराहरू त सोध्ने सम्भावना धेरै नै हुन्छ, त्यो जान्न जरुरी छ र पनि योभन्दा 1-2 वर्ष अगाडिसम्मका है, धेरै पर्दैन। मात्र 3 वर्षको क्राइटेरियाको एरिया जुन इयर्स रहन्छ त्योभित्र रहेका जुन कुराहरू छन् सर्फेस एरियाका कुराहरूलाई चाहिँ जान्नुभयो भने परीक्षामा सोध्ने प्रश्नहरूलाई चाहिँ हामीले सम्हाल्न सक्छौँ है त। यसको उत्तरतर्फ जान्छौँ हामी अब। रासायनिक मलको विकल्पमा जैविक मलको प्रयोग, जलवायु परिवर्तन अनुकूल धान उत्पादनमा आत्मनिर्भरता र धान उत्पादन वृद्धि खाद्य सुरक्षाको आधार भनिएको छ। यसमा पनि कन्फ्युजन नभई जलवायु परिवर्तन अनुकूल धान उत्पादन है त, यो कुरा पनि विशेष ध्यान दिनु पर्यो है त। ओके, त्यसैपछि जान्छौँ हामी नेक्स्ट प्रश्नतर्फ, जसमा नेपालमा 2081 सालमा लागू भएको आमा सुरक्षा कार्यक्रमको परिमार्जित व्यवस्थाले कुन सेवालाई प्राथमिकता दिएको थियो त? गर्भवती महिलालाई नगद भत्ता, निशुल्क एम्बुलेन्स सेवा, प्रसुतिपछि शिशुको स्वास्थ्य जाँच र ग्रामीण क्षेत्रमा चाहिँ प्रसुति केन्द्रहरूको स्थापना भनिएको छ। यो कुरालाई विशेष ध्यान दिने हो भने प्रसुतिसँग शिशुको स्वास्थ्य जाँच गराउने अनिवार्य गरिएको छ, यो सेवालाई चाहिँ प्राथमिकता दिएको छ भन्ने कुरा हामीले बुझ्नु पर्यो है त। ओके, त्यसैपछि हामी नेक्स्ट प्रश्नमा जाउँ, जसमा चाहिँ के सोधिएको छ त भन्दा 2081 सालमा तराई क्षेत्रमा मनाइने कुन पर्वलाई तराई मधेसको होली भनी चिनिने गरिन्छ र यसको सामाजिक महत्त्व के छ? छठ पर्व, पारिवारिक सुख र समृद्धि, जितिया पर्व अथवा जुन सन्तानको दीर्घायुको कामना गरिन्छ। त्यसपछि अर्को जुड शीतल भनिन्छ जुन चाहिँ नयाँ वर्षको शुभारम्भ र शीतलताको कामना गरिन्छ र सिरुवा पर्व भनेको कृषि उत्पादनको खुसियाली भनेर भनिन्छ होइन। र तराई मधेसमा होली भने चिनिने गरिन्छ जसले चाहिँ सामाजिक महत्त्व बुझाउँछ। त कुन होला त? यसको सही उत्तर रहन्छ जुड शीतल अथवा नयाँ वर्षको शुभारम्भ र शीतलताको कामनाका लागि चाहिँ हामीले यो उत्तरलाई चाहिँ सही उत्तर लगाउन सकिन्छ, जुन अप्सन सीमा रहेको छ है त। ओके, त्यसै गरी हामी जान्छौँ नेक्स्ट प्रश्न, जसमा चाहिँ नेपालमा 2082 सालसम्ममा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न बाँकी रहेका प्रमुख चुनौती के हुन् भनेको छ। चुनौतीको कुरा गरिएको छ। शौचालय निर्माणमा बजेटको अभाव, जनचेतनाको कमी र सरसफाइको संस्कृतिमा चाहिँ सुधारको अभाव, भौगोलिक विकारता र दुर्गम क्षेत्रमा शौचालयको पहुँच र नयाँ प्रविधिको शौचालय निर्माणमा ढिलाइ। अब यसमा सबै प्रकारका अप्सनहरू कन्फ्युजन रहेका छन्। यो कुरालाई विशेष ध्यान दिइकन हामीले सही उत्तर लगाउँछौँ भने जनचेतनाको कमी र सरसफाइको संस्कृतिमा चाहिँ सुधारको अभाव चाहिँ धेरै भइरहेको छ अझै पनि है। किनभने नेपालमा नयाँ
प्रविधिको शौचालय निर्माणमा ढिलाइ भन्ने कुरा त यो छँदै छैन नै। अब अरू पोइन्टले तपाईँलाई कन्फ्युजन गराउन सक्छ होइन। बजेटको अभाव पनि होइन, तर मेन भनेको जनचेतनाको कमी भइसकेपछि के हुन्छ त भन्दा जुन ठाउँमा इम्प्लिमेन्ट गर्नुपर्ने कुरा हो त्यहाँ इम्प्लिमेन्ट गर्न चाहिँ गाह्रो हुने गर्दछ है। ओके, त्यसपछि जान्छौँ हामी नेक्स्ट प्रश्नतर्फ। नेक्स्ट प्रश्नमा सोधेको छ 2080 सालमा सञ्चालित राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत कुन नयाँ खोपलाई विस्तारित खोप कार्यक्रममा समावेश गर्ने निर्णय गरिएको छ भनेको छ। नयाँ प्रकारको पोलियो खोप, न्युमोनिया खोपको दोस्रो मात्रा, त्यसपछि सर्भिकल क्यान्सर विरुद्ध एचपिभी खोप, त्यसपछि अर्को रहेको छ टाइफाइड खोपको बुस्टर मात्रा भनिएको छ। यसमा कुनै पनि प्रकारको कन्फ्युजन नभइकन हामीले सर्भिकल क्यान्सर विरुद्धको एचपिभी खोप चाहिँ लगाउन चाहिँ समावेश गरिएको छ भनौँ, खोप कार्यक्रममा चाहिँ समावेश गरिएको छ। यो कुरालाई विशेष ध्यान दिनुपर्छ है। ओके, त्यसपछि हामी अर्को प्रश्नमा छौँ जसमा चाहिँ सामाजिक सुरक्षा भत्तामा चाहिँ दोहोरोपना हटाउन 2081 सालमा सरकारले कुन महत्त्वपूर्ण कदम चालेको छ। बैंक खाता अनिवार्य, स्थानीय तहबाट जुन वितरणको व्यवस्था, राष्ट्रिय परिचय पत्रसँगको लिङ्क र अप्सन डीमा चाहिँ मोबाइल ब्याङ्किङ मार्फत विवरण भनिएको छ। यो जहाँसम्म लाग्छ तपाईँलाई धेरैलाई थाहा भएको उत्तर रहेको छ। यसको सही उत्तर भनेको राष्ट्रिय परिचय पत्रसँग लिङ्क गरिने भनेको छ, जुन चाहिँ सामाजिक सुरक्षा भत्ताको दोहोरोपना हटाउन चाहिँ है राष्ट्रिय परिचय पत्रसँग चाहिँ लिङ्क गराउने जोड्ने कुरा चाहिँ रहेको छ। त्यसैगरी जान्छौँ हामी नेक्स्ट प्रश्नतर्फ जसमा चाहिँ 2021 सालमा कुन पर्वलाई जातीय सद्भावको पर्व र का रूपमा चाहिँ विशेष महत्त्वका साथ मनाइएको र यसको सन्देश के हो भनेको छ। दसैँ, जसलाई चाहिँ मानिसजनबाट आशीर्वाद, तिहार भातृत्व र दिदीबहिनीको प्रेम, अप्सन डी रहेको छ उधौली उपौली जुन चाहिँ प्रकृति पूजा र सहिष्णुता, र अप्सन डीमा चाहिँ होली जुन रङहरूको पर्व र खुसियाली भनेको छ। अब यहाँ मेन बुझ्नुपर्ने पोइन्ट चाहिँ के हो त, सबै एन्सरहरू चाहिँ बुझ्दाखेरि जुनले दिएको मिनिङ छ त्यो एकदम करेक्ट छ, तर 2021 सालमा कुन पर्वलाई चाहिँ जातीय सद्भावको पर्वका रूपमा विशेष महत्त्वका साथ मनाइएको छ र यसको सन्देश के हो भन्ने कुरा रहेको छ। यसलाई विशेष ध्यान दिनु होला। यसको सही उत्तर भनेको उधौली र उभौली जुन प्रकृति पूजा र सहिष्णुता चाहिँ यसको सही उत्तर रहन्छ है। ओके, आजका लागि प्रश्नहरू यति नै रहेका छन्। प्रश्नहरू कस्तो लाग्यो त्यही अनुसारको कमेन्ट गर्न सक्नुहुनेछ र नेक्स्ट भिडियो कुन टपिकमा चाहनुहुन्छ त्यो पनि कमेन्ट गर्नु होला। आजको लागि भिडियो यति नै। हस्, धन्यवाद, नमस्कार।